छोरी स्कुलबाट दौडिँदै घर आइन्। बाबा हेर्नु न, मेरो A+ आएको छ। बुबाले कागज हेर्दा पनि हेर्नु भएन। स्कुल गएर गरिबी हट्दैन, काम गर्न जाऊ। एक दिन छोरी डिग्री लिएर खुसी हुँदै आइन्, तर बुवाले भन्नुभयो, डिग्रीले तिम्रो आमाको अस्पतालको बिल तिर्दैन। छोरीले भनिन्, मलाई कम्पनीले जब इन्टरभ्यूको लागि बोलाएको छ र मसँग स्ट्र्याटेजी पनि छ। हेर्नुस् बुवा, त्यो कम्पनीलाई म एकदमै धेरै माथि नि पुर्याउँछु अनि धनी पनि बनाउँछु। छोरी कम्पनीमा पुगिन्। इन्टरभ्यू एकदमै राम्रो गइरहेको थियो। एचआरले डिग्री हेरेर गाउँको भनेर थाहा पाएर तिमीसँग एक्सपिरियन्स छैन, पहिला कन्स्ट्रक्सन साइटमा काम गर्न लगायो। बुवाले नि भन्नुभयो, मसँग पहिल्यै काम गरेको भए कति पैसा कमाइ सक्थ्यौं। त्यही एचआरले छोरीको बिजनेस प्लान चोरेर सीईओ लाई दियो। सीईओ खुसी भएर उसलाई प्रमोसन गर्यो। तर सीईओले सोध्छ डिटेल त मिसिङ छ। एचआरले फोन गर्यो छोरीलाई अनि फाइनल पार्ट देऊ, म तिमीलाई राम्रो पोस्ट दिन्छु भन्यो। छोरीले फाइनल पार्ट ल्याएर दिन्छ। एचआरले त्यो फाइनल पार्ट सीईओ लाई दिन्छ, तर सीईओले हेर्ने बित्तिकै त्यो कागज डस्टबिनमा फालिदिन्छ र एचआरलाई भन्छ, यो आइडिया तिमीले चोरेको हो, यु आर फायर्ड। अनि छोरीलाई फोन गर्छ र प्रोजेक्ट म्यानेजरको पोस्ट दिन्छ अनि भन्छ कङ्ग्रेचुलेसन।